आज कालीमाता मन्दिर क्रेगीबोनमा इमारत मेलबोर्न भजनको चाहिँ तेस्रो संस्करण थियो। अब मेलबोर्नमा चाहिँ छोटो समयमा नै इमारत भजनले चाहिँ माहौल तताइरहेछ अहिले, आध्यात्मिक माहौल। आज चिसो मौसम थियो अनि अब भक्तजनहरू कति आउने हुन् भन्ने लागिरहेको थियो, तर 2 घण्टाको कार्यक्रममा कार्यक्रम सङ्गीत नपाउँदै लगभग हल पुरा खचाखच भयो। अनि अब युवाहरूमा त त्यसै एनर्जी आइहाल्छ। सबैभन्दा राम्रो चाहिँ के भयो भने नेपालबाट आउनुभएको बुवा आमाहरूले एकदमै आनन्द लिनुभयो। मन्दिरले नै प्रसादको व्यवस्था पनि गरिदिएको थियो। हाम्रो यहाँ गुरुहरूले एउटा रिक्वेस्ट गर्नुभएको छ, हामी नेपालीहरूले चाहिँ अलिक राम्रोसँग एउटा राम्रो बिहेभ गरौँ। 1 नम्बरमा छ जुत्ता लाएर भित्र नआइदिनु होला है, एकदमै उहाँको रिक्वेस्ट छ। जुत्ता लाएर बच्चालाई पनि भित्र नआइदिनुहोस् र बाहिर जहाँ त्यहाँ होम राखेको ठाउँ छ त्यहाँ पनि जुत्ता लाएर नआइदिनु होला 1 नम्बरमा। 2 नम्बरमा तपाईँले भित्र आएर चिया खाने, कफी खाने Hare
Hãy subscribe cho kênh Ghiền Mì Gõ để không bỏ lỡ